हेलो साथीहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाका कुरा सुन है। तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न, एयरपोर्टमा त ब्लू लेभल र ल्यापटप ल्याउन दिनुभएको छ। हाम्रो मधेसको बोर्डरमा 25 रुपियाँको चिप्स किन खोज्दैछ तपाईको त्यहाँको सीमामा रहेका सुरक्षाकर्मीहरूले? किन सन्तुलन छैन? यो मनिष झा सांसद हो कि गोरु लाठे हो के? विदेशबाट ल्यापटप, ब्लू लेभल, रेड लेभल, जुनसुकै लेभल होस्, त्यो लिएर जानेहरू के धनी मात्र छन्? सबै धनी लिएर गएका छन्। 2 हात बजारेर 10 नङ्ग्रा खाएर लिएर जानेहरू पनि छन्, धेरै मात्रामा छन्। अनि ती ल्यापटपहरू चाहिँ किन सजिलै पार गर्न दिन्छ र बोर्डरबाट आएको चिप्स, तरकारी चाहिँ किन फालिन्छ त? उनीहरूले विदेशमा बसेर लानेहरूले 2 वर्ष 5 वर्ष दुःख गरे हुन्छन्। तिमीहरूको तलब धाने हुन्छ रेमिटेन्सबाट, त्यो कारणले गर्दा उनीहरूले सजिलै लान पाउँछन्। त्यहाँ बोर्डरमा बस्नेहरूले के गर्छन्, एक दिनमा 10 चोटिसम्म बोर्डर पारीबाट सामानहरू लिएर आउँछन्। त्यसको लागि खोइ त ट्याक्स खोइ नेपाली मार्केटमा के असर पर्छ? बुद्धि छैन तिमीहरूको? तिमीहरूले बालनलाई डिस हान्न खोज्या हो यो।